नेपाल भर्सेस बङ्गलादेश वाट अ गेम के यस्तो बब्बाल गेम भइरहेछ गाइज होइन। पेमा भाइले यस्तो दामी दामी बलहरू 2-3टा यस्तो बब्बाल बल सेप्स हानिदिएको छ। यतिखेर नि हेर्नुहोस् न कस्तो दामी सेप्स हानिदिएको छ के। र नेपालको सबै केटाहरूले आफ्नो 100% दिएर खेलिरहेको छ। गेम प्ले पनि राम्रो देखिरहेछ होइन। एक गोल त खायो होइन केटाहरूले, तर पनि मलाई चाहिँ आशा छ होइन केटाहरूले कमब्याक गर्छ होइन, किनकि केटाहरूको खेल पनि राम्रो छ, नराम्रो छैन। प्रेसर दिइरहेको छ बङ्गलादेशलाई पनि होइन, तिनीहरूले भन्दा धेरै चान्सेसहरू पनि पाइरहेछ पाउन चाहिँ होइन। तर बङ्गलादेशले चाहिँ एउटा गोल चाहिँ बब्बालाई हानिदियो होइन। अब पासेसहरू उनीहरूको पनि दामी छ, उनीहरूको पनि टिम राम्रो छ, नेपालको पनि त्यस्तो नराम्रो छ। नेपालले अलिकति पोस्ट एट्याम्प चाहिँ अलिकति खतरनाक हान्नु पऱ्यो क्या, अलिकति पोस्ट एट्याम्प भइरहेको छैन होइन। केटाहरूले बल त लिएर गइरहेछ पोस्टसम्म नै होइन, तर अलिकति फिनिसिङमा चाहिँ फितलो फितलो भइरहेछ कि, अलिकति दन्काएर दिनु पऱ्यो क्या भाइहरूले यार। गोल चाहिँ हान्छ भन्ने चाहिँ आश छ है, किनकि गेम प्ले राम्रो छ केटाहरूको, टिमवर्क राम्रो छ, पासेसहरू कन्ट्रोलिङहरू स्पिडहरू सबै राम्रो छ। जस्ट होइन अब हान्नु पऱ्यो कि पोस्टमा, उनीहरूले हानिदिइहाल्यो गोल होइन, तर केही भएको छैन। गेम भर्खरै फर्स्ट हाफ सिद्धियो, सेकेन्ड हाफ पुरै बाँकी छ। यतिखेर हेर्नुहोस् न यो गोल खाइदियो कि यार, यो गोल तर राम्रो एकदम दामी गोल हानिदिएको यार बङ्गलादेशले हान्दिन चाहिँ। सेकेन्ड हाफमा पनि होइन अब लाइक त्यो गोल हान्ने बित्तिकै अर्को गोल पनि हानिदिनु त हानिदिइसकेको थियो, तर यो बल चाहिँ अफसाइड भयो, नत्र भने त 2-0 गोलले बिट हुन्थ्यो यार फर्स्ट हाफमै, धन्न अफसाइड भयो। तर मलाई चाहिँ आश छ कि नेपालले हान्न चाहिँ हान्छ, किनकि नेपालले यस्तो खतरनाक प्रेसर दिइरहेछ दिन चाहिँ होइन बङ्गलादेशले, जस्ट स्कोरिङ मात्र ननिक्लेको कि बल पोजिसन र होइन अहिलेको फर्स्ट हाफको पुरा प्रेसर हेर्ने हो भने नेपालले नै उल्टो तिनीहरूलाई डोमिनेट गर्दैछ क्या। तर त्यही हो स्कोर चाहिँ निक्लिनु सकिरहेको छैन, अलिकति फिनिसिङ चाहिँ अलिकति हान्नु पऱ्यो कि अक्का खालको। सुभाष भाइले हान्छ कि अब हेरौँ लेसी के हुन्छ। अनि गाइज हजुरहरूलाई के लाग्छ कि नेपालले कमब्याक गर्छ त बङ्गलादेशलाई हान्छ त आज, के लाग्छ हजुरलाई कमेन्ट गर्न सक्नुहुनेछ है त। थ्याङ्क यू।